नमस्कार साथीहरू, होली पर्व अर्थात् फागु पूर्णिमा हिन्दूहरूको एकदमै ठुलो चाडको रूपमा पर्दछ। यो पर्व चाहिँ विभिन्न देश ठाउँ अनुसार फरक तरिकाले मनाउने र फरक यसको चाहिँ इतिहास रहेको पाइन्छ र धेरैजना साथीहरूलाई थाहा नहुन सक्छ फागु पूर्णिमा अर्थात् होली किन मनाइदैछ भन्ने कुरा। र आज म चाहिँ यसको बारेमा केही चर्चा गर्न गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सनु होला। खास गरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुन शुक्ल पूर्णिमाको दिन मनाइने हिन्दूहरूको प्रमुख चाड हो र हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेतायुगसँग जोडिएको छ। र यो कसरी सुरुवात भयो त? त्रेतायुगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ। त्रेतायुगमा विष्णुका परम भक्त प्रह्लादलाई मार्नको लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट जलेर नमर्ने वरदान पाएकी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रह्लादलाई केही नभएको तर होलिका आफै जलेर नष्ट भई असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्वको अघिल्लो दिन त्यही होलिका बनाई दहन गरी मनाइने गरिन्छ। तपाईहरुतिर कसरी मनाउँछ त होली? यसको बारेमा हामीलाई कमेन्टमा जानकारी गराउनु होला। धन्यवाद।